सुमन तिमीले के गर्नु लाग्यो तिमीले टिचर्स डेको लागि हो सबजना पढ्दैछन् काम नलाने कफाडीहरू यो रजगुल्ला डन उता यतै माइनोज प्रमोद हाम्रो सर हाम्रो सुशान्त टिचर्स डेको लागि बनाउँदैछन् सबैले यहाँ केटीले नि आफ्नो बनाउँछन् यादव टिचर्स डेको लागि केही नगर्ने तिम्रो त भिडियोमा पकेट मार्नु हुन्छ होला के अरे बिजनेस नेपालीलाई हामीलाई गुरु दिवस पनि भन्छ यसको सुरुवात भन्नु न यसको सुरुवात चाहिँ रामायणको ऋषिमुनिबाट भएको भन्ने किंवदन्ती छ तर चाहिँ यसको इतिहास कहिले सुरु भएको भन्दा ठ्याक्कै 1980 विक्रम सम्वतमा भन्छन् तर त्यो कुरा नि साँचो हो या झुटो त्यो कुरा पत्ता लगाउन हामीले खोज तथा अनुसन्धान गरेका थियौँ तर त्यो खोज तथा अनुसन्धानमा थोरै ब्रेकफेल भएको कारणले हामीले त्यहाँ त्यसमा विफल भयो अनि कति कलेक्ट गर्नुभयो त इन्फर्मेसन कलेक्ट गऱ्यौँ तर त्यसको लागि स्ट्याटिस्टिकल डेटा बनाउनु पर्ने थियो के सरको एब्सेन्सको कारणले हामीले बनाउन सकेनौँ तपाईँलाई चाहिँ यस्तो भिडियो काम पनि टिचर्स डेको लागि के सोच्नु भयो त टिचर्सहरू भनेको हाम्रो गुरु जस्तो होइन राम्रोसँग भन्नु न नला नै हो गुरु जस्तो होइन गुरु जस्तो त भने के भन्छ नि गुरु नै हो के को गुरु जस्तो गुरु जस्तो चाहिँ हामीले सम्मान दिनु पऱ्यो त्यही हो अरू के नै भन्नु लागि तर हामीले अब त्यही हो कुन्टी यस्तो वार्तालाप गर्नु चाहिँ टिचर्स डेको बारे के भन्नु पऱ्यो मैले तपाईँले टिचर्स डेको लागि चाहिँ के सोचिराख्नु भयो मैले के सोच्छ एकदम भोलि पढाइ हुँदैन त्यही मजा आउँछ ए मलाई मनोज जेठ आउनुहोस् त के भन्छ टिचर्स डेको लागि के सोच्नु भयो किन त नि यस्तो गेट दिनु के अरे टिचरलाई सोध्नु पर्दैन भोलि सोध्नुलाई तपाईँले यता सुन्नु त तपाईँले टिचर्स डेको लागि के गर्नु हो म एउटा राजाराम जो भन्छु ल भन्नुहोस् त एउटा सुनाइदिनु एकादशमा एउटा राजाराम थियो अरे त्यो कम्प्युटर इन्जिनियर थियो अरे त्यसलाई चाहिँ अलकाइदाले त भनिदिन्छ अरे सक्यो कति नराम्रो जोक हो तपाईँको एकादशमा एउटा होइन राजाराम थियो अरे त्यो चाहिँ बच्च्याउँ मरेछ अरे त्यति यो त थर्ड क्लास भयो त तपाईँ खत्तम रहेछ मान्छे ए राज यता सुन्नुहोस् त यस्तो भन्नुहोस् त टिचर्स डेमा के गर्नुभयो यस्तो भन्नुहोस् टिचर्स डेमा झ्याप हुने रे त ल मैले चाहिँ आउने